हेलो वेलकम गाइस, के छ हाल खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ? आयो सबैजना एकदमै आरामै सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु गाइस हो। यो बिहानको मौसममा यो सानो मिनी भ्लग गराउनु पाउँदा एकदमै खुसी लाग्छ हेर्नुहोस् मित्रहरू, होइन? र यो बिहानको मौसम चाहिँ एकदमै बवाल छ, राम्रो छ हेर्नुहोस् हो। अनि मैले यो युट्युबमा हाल्नु लागेको चाहिँ धेरै भएको छैन भिडियोहरू, केही दिन मात्रै भएको छ होइन। अब त्यस्तो धेरै राम्रो कन्टेन्टहरू त गराएर म हाल्न सक्दैन है। र पनि एउटा टाइमले पनि साथ नदिने, त्यही पनि युट्युब पनि यसो हालौँ न कहिलेकाहीँ चाहिँ। पछाडि अलि बुढो भएपछि गएर चाहिँ हुन्छ नि, टक्क हेर्न पाइस्, हेर नाति केटा हो होइन। मैले चाहिँ पहिला यसरी युट्युब पनि चलाउँथेँ, अथवा युट्युबमा चाहिँ मेरो भिडियोहरू यस्तो यस्तो छ भनेर भन्न पाइस् भनेर चाहिँ मैले टक्क भिजुअलहरू बनाउने गर्छु हो। हेर्नुहोस् यतातिरको यस्तै छ हो, घाँसहरू छ टन्नै होइन। अब हरियाली छ भनौँ न, मलेसिया एकदमै हरियाली छ। त्यही भएर न जाडो न गर्मी, यस्तो ठाउँ छ कि मलेसिया कुरै छोड्नुहोस्, न गर्मी हुन्छ हेर्नुहोस् हो, न जाडो हुन्छ, हरियाली के अनि जता कतै हेर्दा हरियाली छ हेर्नुहोस्। म फेरि यस्तो यो हरियाली भएको ठाउँमा बसिरहेको छु हेर्नुहोस्, बसिरहेको छु भन्दा अनि यो ठाउँमा भाग्यले चाहिँ मलाई यो ठाउँमा लियो डुराएर के गर्नु होइन। मन त थियो नि ठुलो ठुलो बिल्डिङ भएको ठाउँमा बस्यौँ भन्दा, तर ठुल्ठुलो बिल्डिङ भएको ठाउँमा भन्दा त यहीँ ठिक हो जस्तो लाग्छ फेरि मलाई गाइस। किन भन्छ ठुलो ठुलो बिल्डिङ भएपछि अब त्यो बिल्डिङमा मात्रै सीमित हो होइन। यस्तो हरियाली खोज्न, हरियाली हेर्न फेरि अलिक टाढै जानुपर्छ होइन गाइस। त्यो भन्दा त यस्तै हरियालीमा टक्क रमाइलो गर्यो होइन। यता हेऱ्यो हरियाली, उता हेऱ्यो हरियाली, मजाले हरियालीमा हिँड्यो हो। हेर्नुहोस् यस्तो छ, रोडहरू टक्क बवाल छ है, राम्रो छ, एकदमै हरियाली छ। यो चाहिँ समय चाहिँ बिहानको 7:45 भयो, यो म ड्युटी जाने क्रममा हो। यो बवाल छ गाइस हो। यस्तै यस्तै हेर्नको लागि चाहिँ तपाईँलाई मजाले मलाई के गर्छ त्यो घन्टी बटन के हो दबाउनु होला होइन। अब फेरि हामी चाहिँ मजाले अरू भिडियो लिएर आउँछौँ गाइस हो। यो फेरि अब ठुलो त बनाएन मैले, सानो एउटा चट्टको मिनी भ्लग माथि बनाएको। मेरो भ्लगमा हजुरहरूलाई स्वागत छ, मेरो युट्युब च्यानलमा स्वागत छ। हजुरहरू मलाई सब्सक्राइब गर्नु होला है त, यस्तै भिडियोहरू हेर्नको लागि। अहिले चाहिँ छुटौँ, पछि भेटौँला, बाइ बाइ।